वेलकम टु माई युट्युब च्यानल। आज हामी मिडल टर्म स्प्लिटिङ गर्नेछौँ। अनि यो मिडल टर्म स्प्लिटिङ चाहिँ के हो भन्दाखेरि यो चाहिँ हामीले क्वाड्रेटिक इक्वेसनको चाहिँ रुट्स फाइन्ड गर्नमा युज गर्छ। अनि हामीलाई यसलाई त्यो क्वाड्रेटिक इक्वेसनको फ्याक्टराइजेसन गर्दा पनि हामीले यो मिडल टर्म स्प्लिटिङ युज गर्न सक्नेछौँ हैन। अनि क्वाड्रेटिक इक्वेसन भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ जुन इक्वेसनको चाहिँ जस्तै छ रे 2x² + 4x + 1 = 0 एउटा इक्वेसन भयो हैन। अनि यहाँ अननोन भेरिएबल्स के छ x² र x छ नि त। जुन चाहिँ अननोन भेरिएबल्स छ यिनीहरूको हाइएस्ट पावर के छ यहाँनिर भन्दा चाहिँ यहाँ 1 छ यहाँ 2 छ। हाइएस्ट के हो 2 हो नि त। त्यही भएर यसको डिग्री के भन्छ डिग्री इज 2 हैन। अननोन भेरिएबल्सको हाइएस्ट पावरलाई भन्छ डिग्री हैन 2 छ। अन्त डिग्री 2 भएको इक्वेसनलाई भन्छ क्वाड्रेटिक इक्वेसन। ओके। अनि हाम्रोमा एउटा क्वेसन छ रे। क्वेसनले चाहिँ के भन्दैछ भने चाहिँ फाइन्ड द रुट्स अफ द इक्वेसन। यो इक्वेसनको हैन। यो इक्वेसनको डिग्री कति छ डिग्री छ 2 यो भयो। त्यही भएर यो के हो क्वाड्रेटिक इक्वेसन हो। अब क्वाड्रेटिक इक्वेसनको जेनरल फर्म चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ ax² + bx + c = 0। यो भनेको जेनरल फर्म भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ जति पनि डिग्री 2 वाला इक्वेसन हुन्छ नि त्यो चाहिँ यहाँ आउँछ बुझ्यो। अनि हामीलाई गिभन इक्वेसन छ 3x² + 4x + 1 = 0। हामीले यो हाम्रो जेनरल फर्म हो। यो हामीलाई गिभन इक्वेसन हैन। कम्पेयर गर्नुस् यो कोएफिसिएन्टहरु। यहाँ हाम्रो a के छ a छ हाम्रो 3 b के छ 4 c के छ 1। अब मैले अघि भने हामीले क्वाड्रेटिक इक्वेसनको रुट खोज्न छ नि त हामीलाई। अनि हामी यसमा के लगाउने मिडल टर्म स्प्लिटिङ लगाउने। अब मिडल टर्म स्प्लिटिङ कसरी लगाउने भन्दाखेरि चाहिँ हामीले के गर्छ यसमा मिडल टर्मलाई चाहिँ स्प्लिट गर्छ। यसमा एउटा प्रोसेस छ के छ भन्दाखेरि चाहिँ हेर्नुस् हामीलाई चाहिँ मिडल टर्म स्प्लिटिङ हो। हामीलाई यस्तो दुईटा नम्बर चाहियो जसलाई जोड्दा के आउनु पर्यो जोड्दाखेरि चाहिँ b आउनु पर्यो। b के छ हाम्रो 4 छ। त्यही सेम नम्बरलाई चाहिँ इन्टु गर्दाखेरि चाहिँ के आउनु पर्यो हाम्रो a * c आउनु पर्यो। हाम्रो a के छ 3 c छ 1 3 * 1 3 हुन्छ। के नम्बर होला जसलाई चाहिँ हामीले इन्टु गर्दाखेरि चाहिँ 3 आउँछ जोड्दाखेरि चाहिँ 4 हुन्छ। इजी 3 * 1 के हुन्छ 3 हुन्छ। 3 + 1 के हुन्छ 4 हुन्छ। हाम्रो नम्बर के रहेछ 3 * 1 3 + 1 4 3 * 1 3। हामीले दुईटा नम्बर पायो त्यो के रहेछ भन्दा 3 र 1 रहेछ। अब हामीले यो जुन चाहिँ मिडल नम्बर छ हाम्रो इक्वेसनको त्यो नम्बरलाई चाहिँ के गर्ने यो 3 + 1 ले रिप्लेस गर्ने। ओके। यहाँ हेर्नुस् के छ हाम्रो गिभन इक्वेसन भन्दा चाहिँ 3x² + 4 को बदली के लेख्ने 4 को बदली 3 + 1 x + 1 = 0। अब यहाँ हामीले मल्टिप्लिकेसन गर्नुपर्छ। यसलाई जोड्नु हैन यसलाई मल्टिप्लाई गर्नुपर्छ फर्स्ट हैन। 3x² + x * 3 3x + x * 1 x + 1 = 0। हामीले यो जुन मिडल टर्म थियो त्यसलाई स्प्लिट गर्यो। यही हो मिडल टर्म स्प्लिटिङ हैन। अब यो गर्दा चाहिँ हामीले के पाउँछ तपाईले यहाँ मुनि देख्न सक्नुहुन्छ हैन। अब हामीले यहाँ कमन दुईटा टर्मबाट कमन लिनु पर्यो। अब कमन लिन आउँदैन भने चाहिँ फर्स्टको टर्म के छ 3x² छ। यो भनेको के हो 3 * x चाहिँ 2 खेप गुणा गर्नु नि त x² भनेको। सेकेन्ड टर्म के छ 3 * x 3x भनेको 3 * x हो नि त। अब यो दुईटा नम्बरबाट हाम्रो कमन के छ भन्दा चाहिँ 3 छ एउटा x छ 3 र x 3 * x के हुन्छ 3x हुन्छ। कमन ल्याएको बाहिर लेखिदेऊ 3x। अब दुईटाबाट कमन लिए मैले 3x। अब भित्र के रह्यो भन्दा चाहिँ यसमा के रह्यो
x रह्यो साइन प्लसको प्लस लेख्नुहोस् अब यहाँ यसमा के रह्यो भन्दाखेरि चाहिँ यहाँ के रह्यो के पनि रहेको छैन तर यहाँ के छ हाम्रोमा 1 चाहिँ अलवेज हुन्छ हैन कमन लिँदाखेरि के छैन भने चाहिँ के उब्रेको हुन्छ 1 उब्रेको हुन्छ 1 भयो प्लस यसलाई एज इट इज लेखिदिनुस् इक्वल टु 0 अब हामीले दुईटाको कमन लियो अब हामीले एजबाट पनि कमन लिनु पर्यो हैन 3x x plus 1 plus x plus 1 equals to 0 अब हामीले यहाँबाट कमन लिनु पर्यो 3x x plus 1 plus अब x र 1 बाट कमन के लिने x भनेको x हो 1 भनेको 1 हो तर हामीले अघि के भने यहाँ x मा अरु के पनि छ एउटा इन्टु 1 पनि छ यहाँ इन्टु 1 पनि छ हैन किनभने 1 मा जे पनि इन्टु गर्दा त्यही नम्बर आउँछ नि त 1 त कमन छ सबैमा कमन के पनि छ भने छैन भने पनि के हुन्छ 1 चाहिँ अलवेज कमन हुन्छ ल भने दुईटाबाट 1 कमन लियो 1 कमन लिए अब x मा के उब्रियो x मा x उब्रियो प्लस 1 मा के उब्रियो 1 नै उब्रियो इक्वल्स टु 0 भयो अब हामीले के गर्ने भन्दा चाहिँ अब यो दुईटाबाट चाहिँ के लिने कमन लिने दुईटामा हेर्यो भने के हुन्छ हाम्रोमा x + 1 र x + 1 कमन छ त्यसलाई बाहिर निकाल्दियो अब भित्र के रह्यो यो 3x * x + 1 बाट मैले x + 1 बाहिर निकाले भने भित्र के रहन्छ 3x रहन्छ प्लस 1 * x + 1 मा x + 1 मैले बाहिर निकाले भने भित्र के रह्यो 1 रह्यो इक्वल्स टु 0 अब हामीले यहाँ यसो हेर्दाखेरि दुईटा नम्बर इन्टु भइरहेको छ देख्छ जब दुईटा नम्बर यसरी इन्टु भएको हुन्छ इक्वल्स टु 0 हुन्छ नि तब चाहिँ के हुन्छ आइदर कि त यो नम्बर 0 हुन्छ और कि त 3x + 1 के हुन्छ 0 हुन्छ हैन जब x + 1 0 हुन्छ के गर्ने x मा +1 दुईपटि के गर्ने माइनस दिने -1 के हुन्छ x प्लस माइनस के हुन्छ क्यान्सल इक्वल्स टु -1 यो मैले किन दुईपटि गरेको भन्दाखेरि चाहिँ मलाई यहाँ लेफ्ट ह्यान्ड साइडबाट 1 रिड्युस गर्नु थियो और हामीले अरु के पनि गर्छ भन्दाखेरि चाहिँ हामीले यो पहिला दिन गरिरहेको के छ भन्दा चाहिँ जब हामीले 1 लाई चाहिँ लेफ्ट ह्यान्ड साइड देखि इक्वल्स टु उता लान्छ त्यसको साइन चेन्ज हुन्छ भन्छ नि त त्यसरी गर्दा पनि भयो और यहाँनिर जब 3x + 1 इक्वल्स टु 0 छ म यसरी कमन खाके गरिदिन्छु 3x जब यो 1 लाई इक्वल्स टु उता लान्छ के हुन्छ -1 x इक्वल्स टु के हुन्छ -1/3 यो इन्टु कहाँ जान्छ डिभाइडमा जान्छ हैन यहाँ के पायो दुईटा रुट्स पायो के को भन्दा चाहिँ यो गिवन इक्वेसनको रुट्स चाहिँ के रहेछ भन्दा चाहिँ x इक्वल्स टु -1 र x इक्वल्स टु के छ -1/3 किन दुईटा मात्रै भयो भन्दाखेरि चाहिँ किनभने हाम्रो डिग्री के छ डिग्री 2 छ मतलब हाम्रो दुईटा रुट चाहिँ कन्फर्म पाउँछ यो मेरो टर्म स्प्लिटिङ हैन अनि अरु भिडियोहरुको लागि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु अनि साथीहरुलाई पनि शेयर गरिदिनु हैन म क्लास 9 को अहिले भिडियो अपलोड गर्दैछु म्याथबाट अनि सुन म क्लास 12 भएर क्लास 10 को पनि अपलोड गर्नेछु सो सब्स्क्राइब गरिदिनु होला लाइक शेयर अनि कमेन्ट पनि गरिदिनु होला अनि तपाईहरुलाई एउटा कुनै पर्टिकुलर टपिकमा गर्नु छ अरे म्याथको हैन त्यो पनि तपाईहरुले कमेन्ट गर्न सक्नुहुन्छ थ्यांक यू बाइ बाइ सी यू इन नेक्स्ट भिडियो